मौनताको छायामा प्रयासको धागो बुन्दै हिँडे। अरूको आकाश शान्त रहोस् भनी आफैलाई आधीभित्र थामे, तर पनि भएन रे। कहिलेकाहीँ जीवन एउटा ठूलो क्यानभास जस्तै लाग्छ, जहाँ म रङ्गहरू थपिरहन्छु, आकारहरू कोरिरहन्छु, घाउहरू ढाकिरहन्छु, तर अन्तिममा हेर्दा कसैको नजरमा अझै पनि कहीँ केही कमी देखिन्छ। आफैभित्र यति धेरै प्रयास गर्दा पनि अझै किन पुग्दैन, यो प्रश्न गुन्जिरहन्छ। अरूले होइन, आफ्नै श्वासले भनेका ती शब्द पनि कति भारी हुन्छ। म त नबोलिएको पीडाको पातालसम्म झरेर फर्किएको छु। आफ्नो मनको मसान घाटमा सपनाको कात्रो ओढाई आफैलाई छोडेर आएको छु। तैपनि छातीमा एउटा गहिरो आवाज बस्छ, अझै पनि पर्याप्त भएन रे। सायद यो दुनियाँ होइन जसले मलाई अपूर्ण ठान्छ। सायद म नै आफूमाथि अत्याधिक कठोर पो छु कि। जब आफ्नो प्रयासहरू अन्यलको पर्दाभित्र हराउँदै गए, म आफैलाई नै कमजोर ठान्दै गए अनि त्यही आफैलाई बिर्सिँदै गए। लाग्छ म अझै पनि त्यो भुमरीमा अलमल्ल पो छु कि। यो अन्तहीन चक्रभित्र म फेरि पनि उठेर